नमस्ते अनि स्वागत छ तपाईलाई नयाँ भिडियोमा। सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको दिन हजुरहरूको शुभ रहोस् भन्दै आजको दिन म सुरुवात गर्न चाहन्छु। म चाहिँ आज पार्कमा आएको छु। यहाँनिर पार्कमा घुम्नको लागि 3 दिन छुट्टी छ नि त। 3 दिन छुट्टीमा आज लास्ट डे हो, त्यही भएर आज पार्क लास्ट घुम भनेर म पार्कमा आएको छु। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईले सब्स्क्राइब गरिदिनु होला र बेल आइकन सँगै दबाएर अलमा राखिदिनु होला, ताकि मेरो भिडियो अपलोड हुने बित्तिकै तपाईहरु सामु नोटिफिकेसन आओस् भनेर। यहाँनिर यो दुबो हरियै थियो, अहिले सुकेछ, खरखर गर्ने भएको छ, सुकेछ अहिले। यो पार्क हेर्न सकिन्छ। र यो पार्कमा म पहिला कहिले पनि आएको थिएन क्या, फर्स्ट चोटि आएको। यहाँनिर यत्रो वर्ष यहाँ बसेँ म, 6-7 वर्ष बसेँ होला, तर यो पार्कमा म आएको थिएन। यताबाट समात्नु पर्छ यो क्यामेरालाई। यो पार्कमा आएको म पहिलोचोटि हो क्या। फेरि सबै सुकेछ नि त, यो चकमन्द रहेछ क्या यहाँनिर। अब हेर्नु त, यहाँनिर चकमन्द छ क्या। अब कोही छैन यहाँ खेल्नु आउने, कोही छैन कि। अब खेल्ने को छ त यहाँनिर? कोही छैन। रातिको समय छ अहिले, यिनीहरूको छुट्टी, ईद चलिरहेछ। अब यिनीहरू आउँदैन क्या यहाँनिर खेल्नलाई। यतिखेर कस्तो राम्रो देखिँदो रहेछ क्या यहाँबाट बेलुकाको समय त। है साथीहरू, अब यहाँबाट यता गएर यहाँनिर तल झर्ने ठाउँ, यहाँबाट यहाँ बच्चाहरू यहाँ माथिबाट सट्टै तल गएर तल निस्किने छ। यहाँ माथि यस्तो रहेछ। पाइप त रहेछ तर पानी छैन रहेछ अझै। यहाँनिर सानो पुल पनि राखिदिएको छ खेल्नुको लागि, हिँड्नुको लागि। पानी तल आउँदाखेरि हिँड्नुको लागि यो सानो पुल पनि यहाँ राखिदिएको रहेछ। यसो गरी तर्ने हो। म यही पुलबाटै आएँ है त। रहेछ है यो साइडमा चाहिँ। तिनीहरूलाई देखाउनु मिल्दैन, फेरि तिनीहरूलाई देखाउनु मिल्दैन। म तिनीहरूलाई देखाउँदिनँ, म आफ्नै मात्रै खिच्छु। र यहाँको भ्यू चाहिँ यस्तो रहेछ क्या। अनि त्यति राम्रो त होइन, तर पनि चकमन्द क्या। अलिकति खेल्नु, हेर्नु आउनु चाहिँ, घुम्न आउनु चाहिँ अलिकति आनन्द लाग्ने खालको रहेछ क्या। मलाई चाहिँ आज आउँदाखेरि रमाइलो लाग्यो। पहिला आएको थिइनँ म, अब रमाइलो लाग्यो यहाँनिर आउँदाखेरि चाहिँ। आज चाहिँ यो पार्कमा यहाँ माथि हेरौँ। म पहिलोचोटि आएको यो पार्कमा घुम्नलाई। योभन्दा अगाडि म आएको थिइनँ। कस्तो रहेछ म हेरौँ भनेर हेर्न सक्नुहुन्छ। यो यहाँनिर सबै मुनि यो बोर्ड देख्नु भएको छ नि, यो तपाईँले बोर्ड देख्नु भएको छ यहाँनिर। यो भएको त मुनि पाइप फिट गरेको छ क्या। सबै पाइप फिट गरेन भने चाहिँ यो मर्छ क्या यहाँनिर। पानी चिसो भुइँमा छैन, यिनीहरूको पुरै तातो आउँछ तलबाट। यहाँनिर बस्ने ठाउँ रहेछ। बस्ने ठाउँ पार्कमा मजाको रहेछ कि यहाँ बस्ने ठाउँ यस्तै रहेछ कि। बस्ने ठाउँ वरिपरि परसम्म रहेछ। यहाँबाट सजिलो हुन्छ नि त। तलबाट बत्ती पनि बलिसक्यो है त। अहिले चाहिँ म चाहिँ यो साइडमा, यहाँ तलबाट, अघि म यहाँ परबाट पसेको थिएँ ल, र म चाहिँ अब यो साइडबाट तलबाटै जान्छु नि त। तलबाट यहाँ आएर चाहिँ मलाई आजको भिडियो चाहिँ राम्रो बनियो जस्तो लाग्यो मलाई। एकदम क्लियर पनि छ होइन, राम्रो क्वालिटी पनि आएको जस्तो लाग्यो मलाई त्यस्तो लागेको छ। आज यो ठाउँमा आएर चाहिँ खुसी लाग्यो क्या। अब यहाँ परतिर चाहिँ खेल्ने ठाउँ अलिक धेरै रहेछ। यहाँ बसौँ, यहाँ हेर्न सक्नुहुन्छ। यहाँनिर यहाँ पनि बस्ने ठाउँ रहेछ। यहाँ पनि बसौँ यसरी एकचोटि त होइन। यताको भ्यू हेर्न सक्नुहुन्छ। यो माथि यस्तो छ। राति पर्यो, अँध्यारो भयो, म उठेर हिँडेँ। अब त्यो अँध्यारो भएपछि उज्यालो हुँदैन नि त राम्रोसँग। र यहाँनिर हरियाली छ। यहाँ चाहिँ यो नक्कली दुबो होइन, यो चाहिँ सक्ली दुबो। त्यो अघि उता देखेको चाहिँ, अघि उता देखाएको थिएँ नि मैले, त्यो चाहिँ नक्कली दुबो हो क्या। त्यो के भन्छ, रबरको मसिनो बनाएको खजुर। यो खजुर, यो सानसानो, यो भागहरू खजुर एकदम
यतापट्टि अरूलाई चाहिँ देखाउनु मिल्दैन, यहाँ साउदी केटीहरूलाई देखाउनु मिल्दैन। यहाँ बसिरहेको छ पर, म उतातिर जाँदिनँ, उतातिर म जाँदिनँ, यता नै म आउँछु अब। किनकि त्यो पाहाड त्यतातिर गयो भने तिनीहरूको भिडियो आउँछ, तिनीहरूले कम्प्लेन गर्नु सक्छ क्या। त्यही भएर केटीहरूसँग टाढा हेर्नुपर्छ है त। खुसी चाहिँ मुड फ्रेस चाहिँ हुने रहेछ यहाँनिर है, मुड फ्रेस चाहिँ हुने रहेछ यहाँनिर। अलिकति हरियाली हरियाली छ र यतापट्टि छ साथीहरू चाहिँ गोल खेल्ने भनेर यता आएको थियो, तर यिनीहरू गोल खेल्नलाई चाहिँ कहाँ गयो भन्ने कुरा हो अब होइन। म अब हेर्छु उनीहरूलाई। यो बिल्डिङमा पछाडि यही बिल्डिङमा होला सायद, मलाई जहाँसम्म लाग्छ यिनीहरू यहीँनिर खेलिरहेको होला। घुम्ने मान्छेहरू पनि यहाँ त धेरै आउँदो रहेछ यतापट्टि चाहिँ, र उताको साइडमा चाहिँ थिएन क्या अघि, तर यो साइडमा चाहिँ निकै आउँदो रहेछ। बच्चाहरू खेल्ने ठाउँ यता छ, यहाँ पनि खेल्ने ठाउँ छ यतातिर। त्यो के हो त्यो आइसक्रिम बेच्ने हो कि के हो त्यो। तर पार्क मैले हेर्दा त यति ठुलो जस्तो लागेको थिएन, तर पार्क चाहिँ ठुलै रहेछ। आफ्नो आफू एक्लै हो होइन, एक्लै सेयर हो, एक्लै हिँड्ने हो, सर घुम्ने हो, आफू एक्लै हो, एक्लै भएर हिँड्ने हो। एक्लै हुँदाको, एक्लै हिँड्दाको, एक्लै घुम्दाको मजै बेग्लै हुन्छ र साथीसँग घुम्दाको मजै बेग्लै हुन्छ। त्यही भएर म प्राय जस्तो सबै ठाउँ निस्किँदाखेरि म एक्लै नै निस्किन्छु। मलाई आनन्द आउँछ, जे गर्दा आनन्द आउँछ त्यही गर्न रुचाइन्छ नि त होइन। र यताको दृश्य हेर्न सक्नुहुन्छ कस्तो राम्रो छ है। वाउ, उज्यालो पनि आउँदो रहेछ, दामी पनि आउँदो रहेछ। खेल्ने ठाउँ कस्तो दामी रहेछ यहाँनिर। यहाँनिरबाट यस्तो रिसर यहाँदेखि यतासम्म खेल्ने ठाउँ कस्तो दामी रहेछ क्या यहाँनिर। रमाइलो त गर्नु पऱ्यो, थोरै मजा त लिनु पऱ्यो यहाँ आइसकेपछि होइन। यताको भिडियो अझै राति हुन थाल्यो, अलिक कालो कालो आउनु थाल्यो के जस्तो लाग्यो मलाई। त्यो परको पार्क त्यो भित्र, त्यहाँभित्र छ। म चाहिँ अब यहाँ तलतिर अझै जान्छु, यहाँबाट यस्तो घुमेर चाहिँ म मासतिर आउँछु। अब चाहिँ अलिकति लाइट पनि कम हुँदै गयो नि त, यहाँको लाइटहरू सबै कम हुँदै गयो र अब पनि घुम्दै नै हिँड्नै पऱ्यो नि त। यता यो साइडमा यतापट्टि यस्तो छ, यहाँबाट घुमेर चाहिँ हामी जानै पर्छ। र यहाँनिर चाहिँ बेलुका हुँदै गएपछि यो लाइटहरू देख्नुहुन्छ नि, यो लाइट बलेको, यो लाइटहरू सबै अटोमेटिक अन हुन्छ क्या यहाँनिर। आफै बल्न थाल्छ क्या, यहाँ अटो सिस्टम राखेको हुन्छ क्या यो सबै लाइटमा। यहाँनिर अटोमेटिक अन हुन्छ क्या यो लाइट। यताको दृश्य हेर्न सक्नुहुन्छ है, राम्रो छ नि यो पार्क। म त गाडीबाट त हिँड्दा त यही बाटो नै हिँड्थ्यो हामी, यतापट्टितिर बाटो छ यहाँ, मेन रोड त होइन, शाखा रोड हो, तर यो बाटो नै हिँड्थ्यौँ हामी हिँड्दा त। तर यहाँनिर चाहिँ हामी आउँदैन थियौँ क्या। अब यहाँ आउने टाइम पनि हुँदैन थियो, अनि ड्युटीको जाने आउने बाटो त त्यही हो, तर हामी आउनु चाहिँ पाउँदैन थियौँ कि यहाँनिर। नभएपछि चाहिँ फुटबल खेल्नेहरू यहाँनिर छ, फुटबल खेलिरहेछ यहाँनिर। यो केटाहरू सबै हाम्रै कम्पनीमा काम गर्ने केटाहरू। ठुलो रहेछ नि त ठाउँ त, यहाँ त खेल्ने ठाउँ पनि। ठुलो ठाउँ र गोल खेलेको एकछिन भिडियो बनाउँछु है त साथीहरू। ल लास्ट भिडियो यहीँनिर म इन्ड गर्न चाहन्छु। अर्को भिडियो चाहिँ भोलि हेरौँ ल। आजको भिडियो चाहिँ यहीँनिर म इन्ड गर्छु। हुन्छ, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, सँगै आएको बेल आइकनलाई पनि सँगै दबाएर हलमा राखिदिनु होला। हस् त, बाई बाई, थ्याङ्क यू सो मच फर वाचिङ।